अगाडिको प्र्याक्टिस फेरि Ich wohne seit 2 Monaten in Deutschland. Ist Subject wohne Verb seit 2 Monaten Time in Deutschland Object. Ich wohne seit 2 Monaten in Deutschland. त्यस्तै टाइमलाई अगाडि ल्याउने हो भने के हुन्छ त यो सब्जेक्ट थर्डमा जान्छ भर्ब त सेकेन्डमै हुन्छ सब्जेक्ट चाहिँ थर्डमा जान्छ साइड 2 Monaten एकैपटक आयो wohne ich in Deutschland. त्यस्तै अर्को अगाडिको चाहिँ प्र्याक्टिस यानाइन फ्रागेनको एन्ट्रोड या इस कोमे heute Nachmittag या भने चाहिँ थपियो एउटा इस सब्जेक्ट अनि कोमे भर्ब सेकेन्डमै हुन्छ heute टाइम Nachmittag भनेको चाहिँ यो टाइम नै हो Nein ich kann heute nicht निस्ट आयो यो काइन र निस्टमा चाहिँ फरक के हुन्छ भने काइन जहिले पनि सब्जेक्टसँग आउने गर्छ सब्जेक्टभन्दा अगाडि आउने गर्छ भने यो निस्ट चाहिँ मैले अहिले पछि भन्छु यो भर्ब एडभर्ब एडजेक्टिभ यिनीहरूमा आउने गर्छ जस नाउनभन्दा बाहेकमा निस्ट लाग्ने गर्छ अथवा डोख पनि के हुन्छ भने एउटा नेगेटिभ जनाउने हो इस कोमे heute Nachmittag डोख इस कोमे heute Nachmittag त्यसपछि अर्को छ मोडल भर्ब प्लस सब्जेक्ट प्लस अब्जेक्ट प्लस मेन भर्ब इम्पेरेटिभमा अघि मोडल भर्बको कुरा गरिएन मोडल भर्ब आयो भने के भने क्युनेन जी मियर बिट्ट हेल्फेन क्युन्टेन मोडल भर्ब जी सब्जेक्ट मियर बिट्ट अब्जेक्ट हेल्फेन मेन भर्ब त्यसै अर्को हुन्छ डुर्फेन जी बिट्ट डास फेन्स्टर अफ्नेन भनेपछि डुर्फेन भनेको चाहिँ आज्ञा दिनु मोडल भर्ब जी सब्जेक्ट अब्जेक्ट बिट्ट डास फेन्स्टर झ्याल बन्द गर्ने ओपन गर्ने भनेको छ ओफनेन मेन भर्ब त्यस्तै अर्को छ नेक्स्टमा सब्जेक्ट प्लस मोडल भर्ब प्लस अब्जेक्ट प्लस के भन्छ त मेन भर्ब पछाडि जान्छ जस्तै यसमा चाहिँ सुरु भन्दाखेरि इस मुस आम मोन्टाग जेक्स उवर आउफ स्टेन भनेको छ है आउफ स्टेन भनेको चाहिँ उठ्नु भनेको छ त्यस्तै यसमा चाहिँ के छ भन्दा इस सब्जेक्ट मुस मोडल भर्ब आम मोन्टाग जेक्स उवर भनेपछि अब्जेक्ट आउफ स्टेन भनेपछि मेन भर्ब हो त्यस्तै अर्को छ यसमा सब्जेक्टमा आम जोन्टाग क्युनेन वेयर चुजामेन फ्रुस्टुकेन भनेपछि आम जोन्टाग भनेपछि सब्जेक्ट यो के हो भन्दा टाइम अगाडि आयो भने के हुन्छ जहिले पनि यो क्युनेन भनेको त मोडल भर्ब हुन्छ त्यो बिचमै बस्छ सेकेन्डमै बस्छ तर यो इस अगाडि आए जस्तै यो थर्डमा चाहिँ के जान्छ त सब्जेक्ट जान्छ अघि भर्खर पढिसक्यौँ हामीले वेयर चुजामेन फ्रुस्टुकेन भनेको चाहिँ मेन भर्ब हो माइन किन्डर सब्जेक्ट डुर्फेन मोडल भर्ब निस्ट अफ अब्जेक्ट फेर्जेहेन भनेको चाहिँ मेन भर्ब हो वाचिङ भनेको चाहिँ टिभी वाचिङ हेर्नु माइन किन्डर डुर्फेन निस्ट अफ फेर्जेहेन त्यस्तै माइन टोक्टर सब्जेक्ट विल मोडल भर्ब अफ्ट आम कम्प्युटर भनेको छ यो चाहिँ के हो भन्दा अब्जेक्ट भयो स्पेलिङ खेल्नु चाहिँ मेन भर्ब भयो अनि माइन टोक्टर विल अफ्ट आम कम्प्युटर स्पेलिङ भयो त्यस्तै अर्को छ यसमा माइन जोन मेरो छोरा भने सब्जेक्ट जोल मोडल भर्ब हाउस अफ गाभिन अब्जेक्ट माखेन मेन भर्ब माइन जोल हाउस अफ गाभिन माखेन त्यस्तै अर्को छ एयर उले मोइस्ट मोडल भर्ब यो एयर भनेको सब्जेक्ट आवेर इन्स्किनो भनेपछि अब्जेक्ट हो आवेर इन्स्किनो मेन भर्ब गेहेन छ अनि एयर मोइस्ट आवेर इन्स्किनो गेहेन थ्याङ्क यू